नमस्कार। अ, यदि तपाईँको व्यवसाय छ र व्यवसाय चाहिँ भ्याटमा दर्ता गर्नुभएको छ होइन र व्यवसाय चाहिँ बन्द गर्ने सोच्दै हुनुहुन्छ भने चाहिँ एउटा निकै महत्त्वपूर्ण कुरा तपाईँले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। अब तपाईँको व्यवसाय बन्द गर्दै हुनुहुन्छ भने र तपाईँकोसँग चाहिँ स्टक राख्नुभएको छ अथवा तपाईँको फाइनेन्सियलमा चाहिँ स्टक देखिएको छ भने बन्द गर्नु अगाडि कर कार्यालय तपाईँलाई भ्याट एकदमै असुली गर्न सक्छ। कसरी असुली गर्छ भन्नुहुन्छ भने नर्मली कानुनमा के लेखिएको छ भने तपाईँको व्यवसाय छ, तपाईँको चाहिँ व्यवसाय गर्नु अगाडि चाहिँ बन्द गर्नु अगाडि चाहिँ यदि स्टकहरू देखिन्छ भने चाहिँ त्यो स्टकलाई चाहिँ बजार मूल्यमा बिक्री गरेको मान्छ। जस्तै तपाईँको चाहिँ कति चाहिँ मौजदात रहेको छ, त्यो मौजदात राखेर त्यसमा चाहिँ मार्जिन प्रफिट एड गरेर त्यसमा भ्याट चाहिँ असुली गर्छ र त्यो असुली चाहिँ